नमस्ते नमस्ते दर्शकवृन्द, फेरि आइपुगे म तमुकी लिएर अथवा गुरुङ भाषा लिएर है। यो भाग 2 हो। एकदम सजिलो छ, एकदम इन्ट्रेस्ट बस्छ। अब ल म सुरु गर्छु। छ्याजलो नमस्ते सबन्मु, सन्चै हुनुहुन्छ? सबन्मु बजे सन्चै हुनुहुन्छ? यसरी क्वेसन गर्न सकिन्छ। सबन्मु बाबु, हजुर सन्चै छु। यस्तो इजी छ कि जो कोहीले पनि निद्रामा पनि जान्ने, जस्तै लाटोले पनि बुझ्न सक्ने गुरुङ भाषा एकदम सजिलो छ। मु छ, आरे छैन। अब म थोरै यो भर्ब्सहरूको बारेमा बताइदिन्छु। हामीहरूले जति धेरै भर्ब्सहरू जान्यो त्यति धेरै गुरुङ भाषाहरू हामीले बोल्न सकिन्छ। अथवा इङ्ग्लिसहरू पनि त्यही हो। चम खान्छ, ह्याम जान्छ, प्रम हिँड्छ, ह्याम जान्छ। अब फेरि यसको पास्टमा भन्नुपर्दा अथवा भर्ब 1 भइहाल्यो, भर्ब 2 चै खायो, ह्याइ गयो, प्रै हिँड्यो, ह्याइ गयो। एकदम सजिलो छ गुरुङ भाषा बुझ्नलाई। जब तपाईँले चम भन्नुभयो, चम भन्न साथ खान्छ भयो। जब चै भयो त्यो म अटोमेटिक लुक्छ, यसरी बुझ्नुपर्छ। जब त्यो म हटेर गयो, इ आयो, त्यो पास्ट भयो, यसरी बुझ्ने। सजिलो छ है। जो मैले हिजो भनेको थियो एड्जेक्टिभको बारेमा, त्यो पछाडि नै पछि बनाउला त्यो, किनभने त्यो विशेषता हो, त्यो नभई हुँदैन। तैपनि अलिकति यो भर्बदेखि गयो भने तपाईँहरूलाई अलिकति इन्ट्रेस्ट लाग्छ कि भनेर म सिधै नाउनदेखि भर्बमा आएको। धन्यवाद।